इङ्ग्लिसमा कमजोर थियो, म्याथमा म लास्टै थिएँ, इङ्ग्लिस लास्टै कमजोर। अनि सरले कुट्थ्यो मलाई ट्युसनमा, अनि सरलाई मैले चक्लेट किनेर सरलाई दिएँ भने कुट्दैन थियो सर। अनि अनि अरू के छ भने त्यही पैसामा म चक्लेट साथी मेरो वरिपरिको साथीलाई चक्लेट दिन्थ्यो। अनि मसँग थुप्रै ग्याङ हुन्थ्यो, धेरै साथीहरू, 50 भन्दा बढी त्यतिखेर पनि क्लासमा हामी 16 कि 17 जनाको ग्याङ थियो। अहिले पनि मेरो साथीभाइको सम्बन्ध भनेको एउटा साथीभाइ चाहिन्छ दुःख सुखमा। म राजनीतिकमा पनि मेरो आफ्नै एउटा सर्कल छ साथीहरूको, अनि राजनीतिक बाहिर पनि मेरो एउटा राम्रो सर्कल छ साथीहरूसँग कहिलेकाहीँ तनाव भएको बेलामा कुराहरू सेयर गर्ने। फागुन 21 गते प्रतिनिधि सभा सदस्यको लागि धनुषा क्षेत्र नम्बर 4 बाट उम्मेदवारी दिनुभएका नेपाली कम्युनिस्ट पार्टी नेकपाका सञ्जय कुमार महतोलाई तारा चिन्हमा मतदान गरौँ।